हेलो साथीहरू नमस्ते। आज चाहिँ म बिहानै ड्युटी उठेर काकासाको ड्युटी निक्लेको हाम्रो पार्किङ एरियामा आइपुगेको छु। देख्न सक्नुहुन्छ गाडीहरू पार्किङमा लगाइसकेका छन्। हामी पनि गाडीतर्फ लाग्यौँ भर्खरै। हाम्रो युपीवाला दाजुले फेरि भजन लाउँदै गाडी हाम्रो गन्तव्यतिर लाग्यो। साथै बिच बाटोमा हामीले गाडीहरूको यसो आनन्द लिँदै यहाँ अगाडि एयरपोर्ट छ त्यहाँ पारि एयरपोर्टहरूले हेर्दै यो एयरपोर्ट घर जाने अहिले त्यहीँबाट जाने अब केही दिनमै फेरि यो बाटोबाट फर्केर धेरै छैन फाइनली हामी आफ्नो डेस्टिनेसनमा पुग्यौँ। यो साउथ अब्दुल्ला मुबारक भन्छ यसलाई चाहिँ। आइतेछ हाम्रो काम पाउनु घर हेरौँ। घर चाहिँ यही हो। गाडीहरू पनि सामनेतिर गाडीहरू यो चाहिँ घर है हामीले आज क्लिन गर्नुपर्ने। साथै यो छेउमा एउटा घर बन्न लागिरहेको रहेछ। हाम्रो घरको त्यस्तो छ। यो घर चाहिँ हाम्रो कम्पनीले फेरि पहिला नै सफा गरेको रहेछ। यहाँ यो स्विमिङ पुल गर्नु भनेको छ आज। भित्रबाट यस्तो झुमरहरू सबै टाँगेर यो स्विमिङ पुल त म चाहिँ आज स्पाइडरको हेल्पर बन्न गर्छु। यो भित्र सिडीबाट छतमा जानुपर्ने रसी हाल्नलाई भित्रबाट हिँड्दैछु म सिडीबाट ठ्याक्क। अब यो कुवेतीहरूको यो चाहिँ छत हामीले यता रसी टाँगेर बसिरहन्छ वरिपरि सिडीमा। नभए यो चाहिँ हाम्रो मामाले टङ्गेर सफा गरिरहेको म चाहिँ बन्द गर्ने खोल्ने। मामाले सफा भित्रदेखि यता घर बनाउनु लाग्छ। अब चाहिँ काम सकेर हामी चाहिँ फर्केको फेरि त्यही एयरपोर्टको बाटो आउँदै। एयरपोर्ट चाहिँ यो एक्जिटबाट लिन्छ। यो एयरपोर्ट जाने बाटो यहाँनिर चाहिँ एयरपोर्ट बनाएर ल्याएछ। धन्यवाद।